नमस्कार साथीहरू, धनको रहस्य च्यानलमा स्वागत गर्दछु। पैसा आकर्षणको वास्तविक सत्य। पैसा आकर्षित गर्नु कुनै जादु होइन, कुनै अन्धविश्वास होइन र न त कुनै हावामा उड्ने कल्पना हो। पैसा आकर्षित गर्नु भनेको एउटा गहिरो मनोवैज्ञानिक, मानसिक र आध्यात्मिक प्रक्रिया हो। समस्या पैसामा छैन, समस्या हाम्रो मनमा छ। किनभने पैसा बाहिर अड्किँदैन, पैसा भित्र अड्किन्छ। जुन दिन तपाईको भित्री सम्बन्ध पैसासँग बदलिन्छ, त्यही दिन तपाईको बाहिरी वास्तविकता बदलिन सुरु हुन्छ। मानिसहरू भन्छन्, मसँग पैसा छैन, तर साँचो कुरा के हो भने पैसा उनीहरूसँग टिक्दैन। पैसा किन टिक्दैन? किनकि उनीहरूको भित्र पैसा टिक्ने ठाउँ नै छैन। ब्रह्माण्डमा अभाव छैन। सबैभन्दा पहिले बुझ्नुहोस्, यो ब्रह्माण्ड खाली छैन। यो सम्पन्नताले भरिएको छ। यहाँ अभाव कतै छैन। रुखले बिउ रोप्दैन, नदीले पानी थामेर राख्दैन, सूर्यले प्रकाश नापेर दिँदैन। त्यसो भए मानिस मात्र किन डराउँछ? किनभने मानिसको मनमा संस्कारित धारणा छ। सानैदेखि सिकाइएको कुरा, पैसा गाह्रोसँग आउँछ, पैसा खराब हो, पैसा सङ्घर्षबाट मात्र आउँछ। तपाईँ जे विश्वास गर्नुहुन्छ, त्यही जीवनमा अनुभव गर्नुहुन्छ। ब्रह्माण्ड तपाईको विश्वासको विरुद्ध जाँदैन, उसले तपाईको सोचलाई नै सत्य बनाउँछ। आफ्नो विश्वास चिन्नुहोस्। पैसा आकर्षित गर्ने पहिलो नियम, आफ्नो विश्वास प्रणाली चिन्नुहोस्। आफैलाई सोध्नुहोस्, के म साँच्चै विश्वास गर्छु कि पैसा सजिलै आउन सक्छ? धनी मानिस देख्दा म प्रेरित हुन्छु कि जल्छु? यदि जलन छ भने तपाईँ पैसा आफै टाढा धकेल्दै हुनुहुन्छ। तपाईँ भन्नुहुन्छ, मलाई पैसा चाहिन्छ, तर धनी देख्दा भन्नुहुन्छ, यी सबै खराब छन्। यस्तो अवस्थामा ब्रह्माण्ड अलमलिन्छ। पैसासँग मित्रता गर्नुहोस्, पैसालाई दुश्मन नबनाउनुहोस्। पैसालाई सम्मान दिनुहोस्। जो पैसालाई हल्का लिन्छ, पैसा पनि उसलाई हल्का लिन्छ। जो पैसालाई आदर गर्छ, पैसा पनि उसलाई आदर गर्छ। जब तपाईँ पैसा गर्नुहुन्छ, सम्हालेर राख्नुहुन्छ, कृतज्ञतासहित खर्च गर्नुहुन्छ, तपाईँ ब्रह्माण्डलाई सङ्केत दिनुहुन्छ, म अझ बढीका लागि तयार छु। पैसा ऊर्जा हो, ऊर्जा सधैँ बग्न चाहन्छ। डरले पैसा रोक्नु, बहाव रोक्नु, देखावटी खर्च गर्नु, बहाव बिगार्नु। सही बहाव के हो? कृतज्ञतासँग कमाउनु, सचेत भएर खर्च गर्नु, विश्वासका साथ दिनु भनेको गुमाउनु होइन, दिनु भनेको मसँग अझ आउन सक्छ भन्ने सङ्केत हो। स्पष्ट उद्देश्य, आफ्नो उद्देश्य स्पष्ट बनाउनुहोस्। मलाई पैसा चाहियो, कति? किन? केका लागि? यदि तपाईलाई नै थाहा छैन भने ब्रह्माण्ड कसरी थाहा हुन्छ? पैसा लक्ष्य होइन, साधन हो। यदि तपाईँ पैसालाई भगवान बनाउनुहुन्छ भने त्यो तपाईँको मालिक बन्छ। यदि साधन बनाउनुहुन्छ भने त्यो तपाईँको सेवा गर्छ। दृश्य अभ्यास केवल कल्पना होइन, दृश्य अभ्यास गर्नुहोस्। कल्पना भाग्ने माध्यम दृश्य अभ्यास तयारी। जब तपाईँ आफूलाई आर्थिक रूपमा स्वतन्त्र देख्नुहुन्छ, त्यो अनुभव गर्नुहुन्छ, तपाईँको शरीर र मन त्यस स्तरका लागि तयार हुन थाल्छ। कार्य गर्नुहोस्। केवल सकारात्मक वाक्य दोहोर्याउनु पर्याप्त हुँदैन, बुझाइ बिना काम गर्नु पनि दासत्व जस्तै हुन्छ। धैर्य र विश्वास राख्नुहोस्। बिउ रोपेर हरेक दिन खन्नुहुन्छ भने बिरुवा कहिल्यै उम्रिँदैन। सबै कुरा सही समयमा हुन्छ। आफ्नो मूल्य धेरै मानिस मेहनत गर्छन् तर पैसा आउँदैन। कारण आफूलाई योग्य नठान्नु। यदि तपाईँ सोच्नुहुन्छ, म योग्य छैन, ब्रह्माण्ड पनि त्यही मान्छ। सबैभन्दा ठूलो अवरोध, डर, पैसा गुम्ने डर, अरूले के भन्छन् भन्ने डर। वर्तमानमा बाँच्नुहोस्। जो सधैँ भविष्यको चिन्ता गर्छ, उसले वर्तमान गुमाउँछ। पैसा भविष्यबाट होइन, वर्तमानबाट आउँछ। अन्तिम सत्य, पैसा पछ्याउनु हुँदैन, पैसा आमन्त्रण गर्नुपर्छ। जब तपाईँ सोच, कार्य, उद्देश्य मिलेर काम गर्नुहुन्छ, पैसा आफै आउँछ। अन्तिम सूत्र, पैसा तपाईँको चेतनाको प्रतिबिम्ब हो। जस्तो सोच त्यस्तै पैसा। जब सोच बदलिन्छ, जीवन पनि बदलिन्छ। यदि यो भिडियो मन परे लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धेरै धेरै धन्यवाद।